हेलो नमस्ते, स्वागत छ तपाईँ आजको एउटा नयाँ भिडियोमा। आजको भिडियोमा तपाईँहरूलाई मोबाइलको टिप्स एन्ड ट्रिक्सको बारेमा सिकाउनेछु, जुन हाम्रो मोबाइलमा हुन्छ। सजिलो छ तर हामीले याद गरेका छैनौँ, जुन चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ। र अर्को इम्पोर्टेन्ट कुरा भनेको तपाईँले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन अहिलेसम्म भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर साइडमा रहेको नोटिफिकेसन बेललाई प्रेस गरेर अल नोटिफिकेसन अन गर्नुभयो भने हाम्रो भिडियोको नोटिफिकेसन सबैभन्दा सुरुमा तपाईँहरूसँग आउनेछ। भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, केही बुझ्नु भएन भने कमेन्ट गरिदिनु होला। फर्स्टमा चाहिँ म तपाईँहरूलाई एपलाई पिन गर्न सिकाउनुहुन्छ। एपलाई पिन गरिसकेपछि त्यो एपभन्दा फाल्टु अरू कुनै पनि एप खुल्दैन र अरू एप खोल्नको लागि तपाईँलाई मोबाइलको पासवर्ड नै चाहिन्छ। एपलाई पिन गरेर चाहिँ तपाईँलाई कतिखेर हेल्पफुल हुन्छ भन्दाखेरि, यदि तपाईँहरूले बच्चालाई मोबाइल दिनुभयो र बच्चाले पढ्नको सट्टामा तपाईँले मोबाइल दिइसकेपछि उसले टिकटक हेर्ने, गेमहरू खेल्ने गर्छ भने तपाईँले उसले पढ्ने एपलाई मात्रै यसरी पिन गरेर दिन सक्नुहुन्छ। पिन चाहिँ कसरी गर्ने भन्दाखेरि, पिन गर्नुको लागि चाहिँ तपाईँले यो एप ओभरभ्यू भन्ने बटन देख्नुहुन्छ। एप ओभरभ्यू भन्ने बटनमा क्लिक गर्नु होला। त्यहाँनिर तपाईँले युज गरिरहेको एपहरू आउँछ। त्यो मध्ये तपाईँलाई कुन एपलाई पिन गर्नु छ त्यो एपलाई लङ प्रेस गरेर त्यहाँनिर तल पिन भन्ने आउँछ, तपाईँले त्यहाँनिर पिन गर्न सक्नुहुन्छ। पिन गरिसकेपछि तपाईँको यो ब्याक बटन, एप नेभिगेसन बटन र यो होम बटन तपाईँको काम गर्ने छैन। र यदि कसैले यसलाई अनपिन गर्न जानेको छ र अनपिन गर्यो भने पनि मोबाइलको लक स्क्रिनमा आउँछ र मोबाइलको लक अन नगरिकन अर्को एप खोल्न मिल्दैन। र यो पिन गर्ने चाहिँ एन्ड्रोइड भर्जन 12 भन्दा माथिकोमा मात्रै हुन्छ होला आई गेस। यदि तपाईँकोमा डाइरेक्टली यो पिन गर्ने अप्सन देखाइरहेको छैन भने तपाईँ सेटिङमा जानु होला र सेटिङमा गएर फिङ्गरप्रिन्ट एन्ड फेस भन्ने यहाँनिर अप्सन देखाइरहेको हुन्छ। त्यहाँ क्लिक गरेर प्राइभेसीमा क्लिक गर्नु होला। प्राइभेसीमा क्लिक गरेपछि थोरै तलपट्टि आएपछि तपाईँले हेर्न सक्नुहुन्छ भ्यू एप पिनिङ भनेर हेर्न सक्नुहुन्छ। र त्यहाँ गएपछि तपाईँले दुईवटा अप्सन देख्नुहुन्छ, एलाउ पिनिङ एप र भेरिफाई स्क्रिन लक टु अनपिन भनेर गर्न सक्नुहुन्छ। यहाँनिर तपाईँले दुईटै अप्सनलाई अन गरिदिनु होला। र यो एपलाई तपाईँले अनपिन गर्न चाहनुहुन्छ भने अनपिन गर्नको लागि चाहिँ एप ओभरभ्यू भन्ने बटन र ब्याक बटनलाई तपाईँले एकैचोटिको लागि फ्यु सेकेन्डको लागि प्रेस गर्नुपर्ने हुन्छ र तपाईँको एप अनपिन भनेर लक स्क्रिनमा जान्छ। र म चाहिँ एप अनपिन गर्नको लागि रेडमी नोट 13 को बारेमा भनिरहेको छु। यदि तपाईँहरूको अरू ब्रान्डको मोबाइल छ भने एकपल्ट गुगलमा सर्च गर्न सक्नुहुन्छ। र अर्को ट्रिक रहेको छ मल्टी स्क्रिन। मल्टी स्क्रिन चाहिँ तपाईँहरूले सायद ल्यापटपमा मात्रै देख्नु भएको होला, ल्यापटप कम्प्युटरमा मल्टी स्क्रिन गरेको, तर तपाईँले मोबाइलमा पनि मल्टी स्क्रिन गर्न सक्नुहुन्छ यदि तपाईँको मोबाइल एन्ड्रोइड भर्जन 12 भन्दा माथिको छ भने। ओके, यसको लागि चाहिँ तपाईँले सेटिङमा गएर केही पनि गर्नुपर्ने हुँदैन। तपाईँले एप ओभरभ्यू भन्ने बटनमा प्रेस गर्नुपर्ने हुन्छ, जुन तपाईँको 3टा बटन छ। त्यसको तपाईँको साइडको बटनमा ब्याक बटन होइन, त्यसको अपोजिटको बटनमा प्रेस गर्नु होला। एप ओभरभ्यू भन्ने खुल्छ। त्यहाँनिर तपाईँले कुन दुईटा एपलाई तपाईँले मल्टी स्क्रिन गर्न चाहनुहुन्छ एउटा एपमा लङ प्रेस गर्नु होला र साइडमा त्यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले। यहाँनिर मैले दुईटा एपलाई चाहिँ मल्टी स्क्रिन गर्न सक्छु र यहाँनिर त्यो एपलाई चाहिँ म मल्टी स्क्रिन गर्छु र त्यसपछि अर्को एप पनि म सेलेक्ट गर्छु र यसरी मैले यहाँनिर दुईटा एपलाई मल्टी स्क्रिनमा युज गर्न सक्छु एकैचोटिमा मोबाइल स्क्रिनमा। र अर्को ट्रिक तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ, मैले यहाँनिर मेरो मोबाइलमा मेरो पावर बटनलाई दुईपल्ट क्लिक गरेँ भने यहाँनिर मेरो फ्ल्यास लाइट खुल्दैछ। र यो चाहिँ कसरी इनेबल गर्ने, फ्ल्यास लाइट मोबाइल अनलक गरेर नोटिफिकेसन झारेर फ्ल्यास लाइट खोलिरहनु भन्दा यहाँनिर डबल ट्याप गरेँ भने मैले आफ्नो पावर बटनमा फ्ल्यास लाइट खुल्छ। यो ट्रिक चाहिँ कसरी गर्ने भन्दाखेरि तपाईँको मोबाइलको सेटिङमा जानु होला। सेटिङमा गएर एडिसनल सेटिङ्स भन्ने सर्च गर्नु होला। त्यसपछि गेस्चर सर्टकट्स भन्ने सर्च गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँनिर धेरैवटा सर्टकटहरू भेट्न सक्नुहुन्छ। त्यो मध्ये यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ टर्न अन टच भन्ने अप्सन छ, त्यहाँनिर क्लिक गर्नु होला। त्यसपछि तपाईँले यो बटनलाई इनेबल गर्नुपर्ने हुन्छ, डबल प्रेस द पावर बटन भन्ने छ अप्सन। यहाँनिर यसलाई इनेबल गरेर तपाईँले अब तपाईँको पावर बटनलाई दुईपल्ट क्लिक गर्नुभयो भने तपाईँको फ्ल्यास लाइट खुल्छ। र अर्को ट्रिक्स भनेको अब हाम्रो यहाँनिर गुगल लेन्सको छ। यहाँनिर मसँग एउटा इमेज छ, मेरो च्यानलको एउटा स्क्रिनसट छ। स्क्रिनसटमा मैले यहाँनिर यो टेक्स्टलाई मलाई यदि चाहियो, यो स्क्रिनसटबाट मलाई यो टेक्स्ट चाहियो भने मैले कसरी निकाल्छु भन्दाखेरि म गुगलमा जान्छु। गुगलमा गएर यहाँनिर क्यामेरा जस्तो एउटा बटन छ, त्यहाँ प्रेस गर्छु। त्यहाँ प्रेस गरेर मैले आफ्नो इमेजलाई यहाँनिर ल्याउँछु, सेलेक्ट गर्छु इमेजलाई र त्यहाँ सेलेक्ट टेक्स्ट भनेर यहाँनिर मैले आफूलाई चाहिए अनुसारको टेक्स्टहरू मैले यहाँनिर कपी गरेर गुगलमा या कतै मैले पेस्ट गर्न सक्छु। मैले यहाँदेखि यसरी कपी टेक्स्ट गरेपछि गुगल लेन्सबाट मलाई चाहिए अनुसारको टेक्स्ट मैले यहाँदेखि निकाल्न सक्छु। र अर्को भनेको चाहिँ म तपाईँको मोबाइलको डेभलपर अप्सनलाई अन गर्न सिकाउनु छु। डेभलपर अप्सनमा हामीले धेरै किसिमका फिचर्सहरू हेर्न सक्छौँ, जस्तै हाम्रो एनिमेसनहरूलाई कन्ट्रोल गर्ने, मोबाइलको स्क्रिनलाई अन राख्ने, अफ राख्ने, हामीले कहाँ टच गर्दैछौँ हेर्ने, अनि स्क्रिन अपडेटहरू हेर्ने, सबै थोक हामीले डेभलपर अप्सनबाट भेट्न सक्छौँ। र डेभलपर अप्सनलाई इनेबल चाहिँ कसरी गर्ने, इनेबल गर्नको लागि सेटिङमा जानु होला, एबाउट फोनमा जानु होला। एबाउट फोनमा गएर ओएस भर्जन भन्ने हुन्छ या त बिल्ड अप्सन भन्ने हुन्छ। सबै मोबाइलमा आफ्नो आफ्नो अप्सन हुन्छ, एकपल्ट गुगलमा हेर्नु होला। र त्यसपछि तपाईँले यहाँनिर 7 टाइम प्रेस गर्नुभयो भने तपाईँको डेभलपर अप्सन इनेबल हुन्छ। त्यसपछि तल सेटिङमा एडिसनल अप्सनमा गएर तलपट्टि यहाँनिर
यहाँनिर डेभलपर अप्सन देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले आफ्नो हिसाबले कस्टमाइज गर्न सक्नुहुन्छ। तपाईँको स्क्रिन अन नै राख्ने हो कि, तपाईँको स्क्रिनको रिफ्रेस रेटहरू हेर्ने हो कि, स्क्रिनको एनिमेसनहरू कन्ट्रोल गर्ने हो कि, त्यसलाई बढाउने घटाउने, पोइन्टर लोकेसन ट्यापहरूलाई मिलाउने हो कि, तपाईँले कहाँ थिच्दै हुनुहुन्छ हेर्ने, पोइन्टर लोकेसनहरू हेर्ने हो कि, र यहाँदेखि तपाईँले आफ्नो फ्रेन्डहरूलाई प्र्याङ्क पनि गर्न सक्नुहुन्छ। तर कुन अप्सन तपाईँले इनेबल गर्दै हुन्छ त्यो चाहिँ तपाईँले मजाले हेर्नु होला ताकि अर्कोचोटि तपाईँले त्यसलाई अफ पनि गर्नुपर्ने हुन्छ। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल एन्ड। यस्तै अरू भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर साइडमा रहेको नोटिफिकेसन बेललाई प्रेस गरेर अल नोटिफिकेसनलाई प्रेस गरेर नबिर्सनु होला। अल नोटिफिकेसनलाई प्रेस गर्नु भने हाम्रो भिडियोको नोटिफिकेसन सबैभन्दा सुरुमा तपाईँहरूसँग आउनेछ। भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक गरिदिनु होला, अरूसम्म धेरैजनासँग सेयर गरिदिनु होला ताकि यो जानकारी अरूसँग पनि पुगोस्। केही बुझ्नु भएन, केही सजेसन दिनु छ, केही सोध्नु छ भने कमेन्ट गर्नु होला।